यो इलेक्ट्रिक गाडीमा चाहिँ आगलागी भयो भन्ने तपाईँले भर्खरै यो स्टिचमा पोस्ट देख्नुभयो। त्यसमा अब इलेक्ट्रिक गाडी हो या पेट्रोल गाडी हो त्यो चाहिँ एक्ज्याक्टली भन्न सकिँदैन होइन। त्यो गाडीमा आगो चाहिँ लागिरहेको छ र मानिसहरूले चाहिँ धेरै प्रायःजसो इलेक्ट्रिक इभी गाडीहरूमा चाहिँ आगो लाग्ने गर्दछ भन्ने अनुमान लाउँछन् होइन। तर हुन पनि इलेक्ट्रिकल इक्विपमेन्टमा चाहिँ धेरै आगो लागि हुने चान्सेसहरू धेरै हुन्छ, त्यो त स्वाभाविकै हो। तर इभी गाडीमा मात्रै आगो लाग्छ भन्ने हुँदैन। पेट्रोल गाडीहरूमा पनि आगो लाग्ने सम्भावना धेरै हुन्छ र पेट्रोल गाडीमा आगो लाग्ने सम्भावना चाहिँ प्रायःजसो आफ्टर मार्केट एसेसरिजहरू एड गर्दाखेरि होइन, जुन त्यो इलेक्ट्रिक वायरिङहरू गरिन्छ त्यसमा भोल्टेजहरूको डिफ्रेन्स नमिल्नाले र सही भोल्टेजको इक्विपमेन्टहरू युज नगर्नाले पनि त्यो फ्युजहरूमा आगो लाग्न सक्ने चान्सेसहरू हुन्छ। त्यो हिसाबले तपाईँहरूले आफ्टर मार्केट गाडीमा एसेसरिजहरू हाल्दै हुनुहुन्छ भनेदेखि त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ होइन। त्यो कारणले गर्दाखेरि पनि आगोलागी हुने चान्सेसहरू बढ्न सक्छ र इभी गाडी भन्दैमा मात्र आगो लाग्ने भन्ने हुँदैन, पेट्रोलमा पनि आगो लाग्न सक्छ र इभीमा चाहिँ त्यही हो, धेरै चान्सेस हुन्छ आगो लाग्ने। त्यो त सम्भवतः सबैलाई थाहा भएकै कुरा हो।